ऐच्छिक गणित एकाइ कति हो एकाइ 3 शीर्षक के छ खण्ड स्वरूप खण्ड स्वरूप यसमा खण्ड स्वरूपमा आयो झुकाव खण्ड के अरे खण्ड स्वरूप होइन खण्ड रूप हो मात्रै है खण्ड रूप यसमा झुकावको खण्ड रूप हेर्छौँ हामी फर्स्टमा झुकाव खण्ड रूपको लागि फर्मुला हुन्छ के त y यसको समीकरण हुन्छ y mx + c जसमा हुन्छ झुकाव यम बराबर हुन्छ माइनस यक्स को गुणांक बाई वाई को गुणांक अर्को हुन्छ y खण्ड हुन्छ y खण्ड भनेको y खण्ड जसलाई हामी c ले डिनोट गर्छौं c हुन्छ माइनस a बाई b भनेको अचर राशि बाई अचर राशि बाई हुन्छ y को गुणांक यति हुन्छ यो आयो झुकाव खण्ड रूपमा चाहिँ झुकाव र खण्ड रूपको लागि त्यसैगरी अब हामीले यसको लागि अर्को एउटा खण्ड रूपको रूपान्तरण भन्छौं यहाँ खण्ड रूपको रूपान्तरण गर्दाखेरि यो एउटा भयो समीकरण एउटा यो भयो हैन अर्को समीकरण 2 का लागि 2 नम्बर समीकरणको लागि मैले खण्ड रूपको समीकरण लिए यसमा हुन्छ समीकरण यसको लागि x by a plus y by b equal to 1 यो मैले अस्ति पनि पढाएको थिए हैन यो अर्को खण्ड स्वरूपको फर्मुला हुन्छ यसमा x खण्ड a बराबर हुन्छ माइनस x खण्ड a को हुन्छ अर्को अचर राशि बाई y को गुणांक y खण्ड b बराबर हुन्छ अचर राशि बाई y को गुणांक भनेर के रे चल राशि अचल राशि हुन्छ अचल राशि यति हामी लेखिसक्यौं सक्यौं भनेदेखि अगाडि जान्छौं हामी हिजो क्लासमा पनि मैले एउटा पढाएको थिएँ के पढाएको थिएँ भन्दा x sin अल्फा प्लस y sin x cos अल्फा प्लस y sin अल्फा इक्वल टु p भनेर पढाएको थिएँ हिजो पढाएको थिएन यति लेखिसक्यो हामीले सक्यो भनेदेखि म अब अभ्यास गर्न जान्छु है सक्यो भने अभ्यासमा अब अभ्यास 3.1 कोही भयो अभ्यास 1 को 1 नम्बरमा हेर्ने 1 मा छ हाम्रो 1 मा के छ निम्नलिखित समीकरणलाई झुकाव
खण्ड रूपमा रूपान्तरण गर्नुहोस् भनेको छ। झुकाव खण्ड रूपमा रूपान्तरण भनेको छ। के भनेको छ त? झुकाव खण्ड रूपमा रूपान्तरण भनेको छ। झुकाव खण्ड रूपमा रूपान्तरण भनेको छ भने पहिलो क्वेशन फर्स्ट र क मा छ, 1 को क मा छ हामीसँग √3x + 2y = 7। अब यसलाई हामीले y खण्डको रूपमा रूपान्तरण गर्ने। फर्स्टमा त अब झुकावलाई गर्दाखेरि हामीले झुकाव निकाल्न सक्छौं। झुकाव निकालेर त्यसपछि इक्वेसनमा लादा पनि भयो। या हामीले के गर्छ, यसलाई y = को फर्ममा लानु पर्यो। फर्स्टमा y = के गर्दा यो y = को फर्ममा जान्छ त? के गर्दा यो y = फर्ममा जान्छ? यो समीकरणलाई हामीले y यहाँ लेख्ने अनि त्यसपछि हामीले के गर्नु भन्दाखेरि √3x + 2y = 7 सारिम। अब साइन्स यसलाई y = को फर्ममा लाँदाखेरि फर्स्टमा के नि यो साइड यो प्लस छ नि अर्को साइड पठाइदिने। यसलाई के गर्ने त? अर्को साइड पठाइदिने। हामीसँग यहाँ 2y राख्ने बाँकी। 2y बाँकी राखेपछि यो कति भयो त उता 7, यो x यता प्लस छ भने अर्को साइड चाहिँ के हुन्छ? -√3x भयो है। त्यति भयो। फेरि अब त हामीलाई त y = मात्रै नै चाहिन्छ। यस्तो फर्ममा लाँदाखेरि y = मात्रै नै चाहियो। हेर त y = मात्रै चाहियो। y = मात्रै चाहिनको लागि त हामीले के गर्छौं भन्दाखेरि फेरि यो 2y यतापट्टि के छ त? मल्टिप्लाई फर्ममा छ। अर्को साइड पठाएपछि के हुन्छ? डिभाइड हुन्छ हैन। अर्को साइड यतापट्टिको गुणन छ भने अर्को साइड गएपछि भागा हुन्छ। यतापट्टि भागा छ भने अर्को साइड गुणन हुन्छ। यो कुन फर्ममा छ? गुणनको फर्ममा छ। कुनै सिम्बल छैन बिचमा भनेदेखि त्यो गुणन हुन्छ। गुणनको मा छ भनेदेखि यता पठाइदिएपछि भागा हुन्छ। यसलाई y = को फर्ममा लान्छ। y = के हुन्छ? 7 - √3x यो भागाको फर्ममा जान्छ हैन, /2। अब हामीलाई यसमा त के चाहियो? यसको लागि त हामीलाई यसमा चाहियो के त? के रे इक्वेसन चाहियो। इक्वेसन बनाउनु खण्ड रूपमा रूपान्तरण भन्छ। यो खण्ड रूपमा रूपान्तरण गर्दाखेरि यसलाई यति गर्दा यतिको लागि यति लेख्दा पनि भयो। गर्दाखेरि सकिन्छ? सकिदैन। यसलाई हामीले के गर्नु पर्छ? अब खण्ड रूपमा लानु। खण्ड रूपमा लानको लागि के गर्ने भन्दाखेरि यो x अब यसलाई छुट्टा छुट्टै भागमा दिन्छ। छुट्टा छुट्टैमा गर्दाखेरि के हुन्छ? y = 7 हैन। त्यसपछि -√3x यहाँ /2 यतापट्टि /2 यति गर्यो। यो चाहिँ x खण्ड y खण्डमा यसरी आयो। एउटा यो भयो /2 गरे। अब यो चाहिँ प्लस छ भनेदेखि अगाडि हामीले यसलाई के गर्न सक्छौँ? यसलाई माइनस अगाडि पछाडि तान्नु पर्यो। यसलाई लेख्दाखेरि यो के हुन्छ त? y = के त? -√3/2x प्लस के त? 7/2 यो नै यस्तो भइसक्यो। यो खण्ड रूप छ। यो चाहिँ आन्सर हुन्छ। यो खण्ड स्वरूपमा भएको यति नै छ। यो एउटा समीकरण यसको आन्सर है 1 नम्बरको लागि। यसरी गर्न सकिन्छ। ल